के भन्ने हो कि भन्दै लाज मानेर बस्नुभयो अगाडि आएपछि त रन्का बुद्धे रन्का हुन्छ ल सबैजना नाच्नु के है फेरि भिडियो आउँदाखेरि पर बस्नु म नाच्न पर्ने रहेछ कस्तो एक्सप्रेसन आउँथ्यो भन्नुहुन्छ फेरि है ल ठिक छ लगाइदिनुहोस् बाबु भुल परे दाइ म त बिहा चाहिँ उल भुल कहाँ छिन् भन्छु त ल नमस्कार छ सन्चै हुनुहुन्छ पोहोर परार आउँदा कति मोया गर्नुभएको थियो कहाँ गएछ मेरो मोयालुहरू भन्छु अझै ल गाउँदिया भइले ईश्वर भगवान्ले रक्षा गरिसक्नु भएको छ उन्नति दीर्घायु सुस्वास्थ्यको कामना छ अझै राम्री हुने सुस्वास्थ्य हुने बेला बेलामा कलाकार आउँदाखेरि च्याप्प नाच्ने है जति नाचे उति जाँगर चल्छ गुम्सेर बस्यो नि त छालो गुम्चिन्छ कै हो ल अब नाच्ने ल अब त्यहाँ नाच्ने के छ भने ऊ क्या यता बहिनीहरू सालीहरू सोल्टिनीहरू देखिरहेको छु यता आमाहरू देखिरहेको छु सबैजना अलिक नजिक नजिक आउनुहोस् रमाइलो गर्नुपर्छ हुन्छ खै कि अब नेक्स्ट गीत बजाइदिनुहोस् हजुरका गाला हेर्दा हेर्दै चौरिएछन् हजुरका गाला सुख दिन सकौँला कि जुनिएसै जाला जुनिएसै जाला कुस्मामा मेला लाग्दैछ गाउँको मेला हेरेर परदेशबाट छोराले फोन गर्दै आमालाई भन्छु आमा मेला लागेको छ मेलामा जानु होला है भन्दा आमाको मन पटक्क खाँदो हो यही भएको भए त छोरो पनि मेला हेर्न आउँदो भनेर मन चसक्क हुन्छ होला तर पनि हामीले परदेशमा भएका दाजुभाइहरूको पीडा समेटेर गीतबाट भए पनि प्रस्तुत गर्छौँ कहिलेकाहीँ आँसु झार्नु पनि मन बुझाउनु हो रे मन शान्त गर्नको लागि पनि आँसु झार्नुपर्छ अरे त्यो हुनाले पर्वतमा आउँदाखेरि पर्वतबाट जति पनि परदेशी भएका दाजुभाइहरूलाई सम्झन चाहन्छु दाजुभाइ दिदीबहिनीहरूलाई परदेशबाट हेर्दै हुनुहुन्छ भने तपाईँका बाआमालाई हामीले यति बेला मनोरञ्जन दिइरहेका छौँ हाम्रो गीतमा झुमाइरहेका छौँ पर्वतबाट जति पनि बाहिर निस्के रिस मनमा लेखाउँथ्यौ जोसँग बोल्यौ उसलाई जोइ देखाउँथ्यौ मायाले मार्यो माया